म त जान्दिनँ भाइ यो एउटा टुरिस्टहरू यो भित्र उनीहरूलाई अलाउ छैन। हामीलाई यहाँ हाम्रो बिन्दु प्राथमिक पाठशालाका प्रधानाध्यापक कमल सरले भित्रसम्म लिएर गइरहनु भएको छ। यो हाइडल प्रोजेक्ट यो देख्नु हुँदैछ। घोडा यो कहिलेतिरको कुरा होला सर? लकडाउन दिन त हो। ए हो, त्योभन्दा अघिदेखि यहाँ घोडा थियो। यो घोडाले चाहिँ पारी सामान लान्थ्यो। यो कति मेगावाट हुन्छ थाहा छ सर तपाईँलाई? प्रोटेक्टेड एरिया, भेहिकल नट एन्ट्री। यो चाहिँ के होला हौ? यो के हो फेरि है? पुरानो जमानाको यो मसला पिट्ने रहेछ। हजुर हजुर। यो गोरुबथान खण्ड अन्तर्गत पर्ने जलढका यो हामी यतिखेर भ्रमण गरिरहेका छौँ भारतको दार्जिलिङ कालेबुङ जिल्लाको सुदूरवर्ती गाउँ गोरुबथान खण्डको 45 नम्बर समष्टिको यो बिन्दु क्षेत्र पर्यटन क्षेत्र। यस कारणले पर्यटन क्षेत्र भयो कि यहाँ एउटा हाइडल प्रोजेक्ट र यो उकालो उकालो गएर हामी हाइडल प्रोजेक्टसम्म पुगिरहेका छौँ। अनि यहाँ आउनको निम्ति गाडी बाइकलाई अलाउ छैन। यहाँ यो हाइडल प्रोजेक्ट पारिपट्टि भुटान यो धेरै पुरानो यो पहिलोचोटि आउँदाखेरि यहाँ काठको देखिएको थियो भने अहिले यहाँ फलामको यो पुल बनाइएको छ। व्यापारी देख्नु हुँदैछ। बिन्दु बजार, सुन्दर बिन्दु बजार, खोलाहरू देखिरहनु भएको छ। म पारिपट्टि हामी भुटान आइसकेको छौँ। भुटान बोर्डरमा छौँ। यो पारिपट्टि देख्नु भएको घरहरू भुटान। यो एउटा सानो तर सुन्दर हाइडल प्रोजेक्ट, सानो अनि सुन्दर आदि स्थान हिमालयको काठ दिएको यो बिन्दुको हाइडल प्रोजेक्ट म तपाईँहरूलाई देखाइरहेको छु। यो यदि तपाईँहरू कोही पनि आउनुभयो भने यो पर्यटन क्षेत्रमा घुम्न पाउनुहुनेछ। नेपाली हाइडल प्रोजेक्ट बाट देखिएको सुन्दर एउटा रमणीय यो बिन्दु बजार। बिन्दु सानो तर सुन्दर। यो बिन्दु एउटा बिन्दु आउँदाखेरि धेरै टाढा यात्रा तय गर्नु परे पनि आइसकेपछि यो एउटा शान्त सुन्दर ठाउँ हामी पाउँछौँ। यहाँ धुपीका रुखहरू छेउमा हाइडलको निम्ति भनेर जमाएर राखिएको
पानी बर्खामा त यो भरि हुन्छ होला है सर? निकै है। र हामी यतिखेर यो अब हामी भुटान प्रवेश गरिसक्यौँ। यो यहाँ हामीलाई गाइड गरिरहनु भएको छ बिन्दु प्राथमिक पाठशालाका प्रधान अध्यापक कमल सर, जो दैनिक रङ्गोबाट बिन्दुमा पठन पाठनको निम्ति आउनुहुन्छ र यो एउटा मौकामा यो जानकारी पनि होस् भनेर यो भिडियो बनाइएको हो। त यो एउटा हामी सुन्दर भुटानभित्र प्रवेश गरिसक्यौँ। एउटा हिमाली राज्य, कम्ती पपुलेसन भएको तर सुन्दर सफा भुटान त्यसरी पनि चिनिन्छ। अनि अहिले भुटानमा प्रवेशको निम्ति शुल्कहरू लगाइएको छ। कोरोना कालपछि भुटानले भारतबाट जाने टुरिस्टहरूको निम्ति पनि दैनिक शुल्क लगाएको छ। रुपियाँ 1200 गरेर तिर्नुपर्छ भनेर हामीले सुनेका छौँ। तर अहिलेलाई भने हामीले शुल्क तिर्नु परेन, किनभने हामी केही क्षणको निम्ति आज्ञा मागेर भारतपट्टिबाट भुटानपट्टि पसेका छौँ। यो भुटानको प्रहरी चौकी भनेर भनिएको छ। त्यो माथि भुटानको प्रहरी चौकी, पुलिस सेन्टर भनेर माथि लेखिएको रहेछ, धेरै माथि देख्नु हुँदैछ। र यसरी आज हामीले बिन्दु यात्रामा यो भुटानको हिमाली छेउछाउ जग्गाको घुमघाम गर्ने मौका पायौँ। पशुपतिको यात्रा सिद्राको व्यापार भनेर हाम्राहरूले भन्थे, बाजेबोजूले। त्यस्तै भयो, यात्रा पशुपतिको थियो तर व्यापार हामीले आज सिद्राको गऱ्यौँ। त यो हामी अहिले भनेपछि हामी यो बाँसको एउटा गेट लगाइएको रहेछ। यो पारिपट्टि जान निषेध छ भनेर हामीले निषेध छ भने तापनि हामीले एकपल्ट घुम्नको निम्ति भनेर प्रयास गरेका छौँ। केही भित्र भुटानको केही भित्र हामी घुम्नको निम्ति गइरहेका छौँ। यतापट्टि देख्नु हुँदैछ चिसाङ तोदे गोदक यो पारी। अब हामी वारीबाट पारी परेको आइसकेकोले अब फेरि पारीबाट हामीले वारी हेर्दाखेरि चाहिँ यो पारीपट्टि अब भारत देखियो। यो जति पनि घना जङ्गल देखिरहनु भएको छ यो पूर्ण रूपले भुटान हो। र यो एउटा मौका हामीले पायौँ। त जतिले पनि हेर्नुहुन्छ कसरी आउने भन्ने कुरा मैले तपाईँलाई अवगत गराइसकेको छु। सिलगढीबाट या त तपाईँ कालेबुङबाट, दार्जिलिङबाट, कहीँबाट पनि आउनुहुँदैछ भने चाल्सा आइपुगेपछि त्यसपछि केही वर खुनिया मोडबाट तपाईँ जब उत्तरतिर लाग्नुहुन्छ त्यसपछि तपाईँ खुमानी र गैरीबासहरू हुँदै 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 तपाईँ झोलुङ, त्यस पछाडि झोलुङपछि तपाईँ चाहिँ आउनुहुनेछ यो सुन्दर मनोरम बिन्दुको पारी भुटान एरिया तपाईँले देख्न पाउनुहुन्छ। र हामी पूर्ण रूपले यतिखेर भुटान प्रवेश गरिसकेका छौँ। र हाम्रो हिमाली राज्य, छिमेकी राज्य, जहाँ हाम्रै मान्छेहरू पनि बसोबास गरेका छन्। नेपाली गोर्खा समुदायका मानिसहरू पनि यो हिमाली राज्य भुटानमा बस्दै गर्दछन्। र
र ती सुन्दर हिमाली राज्य, हिमाली देश हेर्ने मौका हामीले पायौँ। र आजलाई यति। थ्याङ्क यू।